भोट केमा सूर्यमा भोट केमा सूर्यमा भोट केमा सूर्यमा नमस्कार। हजुर त हनुमानजी होइन? हिजो छाडी अस्तिको घर दैलो कार्यक्रममा आएर भाडासाडा माझेर जानुभएको बिर्सिनु भयो? आजकल मनमा जतिखेर नि घन्टी टिटिन्न बजिरहन्छ। कुन घरमा गए कुन घरमा आए पत्तै हुँदैन। अब आइहाल्यो फेरि पनि नमस्कार। नमस्कार नमस्कार। अनि यी बाबु त हिजो भर्खरै राजसभाको घर दैलो कार्यक्रममा आएको होइन तिमी? आज फेरि तपाईँसँग आइराख नि त। अब भाइहरू बेरोजगार छन्, आज दिनभरिलाई बुक गरेको छु। बुक त गरेको छौ, बेलुकासम्म पैसा दिएन म अर्को पार्टीको घर दैलोतिर चल्दिन्छु। अब आइहाले। यसपालि भोट चाहिँ सूर्यभन्दा अन्त चाहिँ नजाओस् है। फेरि हाम्रो पार्टीले यहाँ घोषणा पत्र ल्याएछ, आमालाई महिलालाई 20 लाख रुपियाँ बिना धितो बिना ब्याज ऋण, अनि छोरीलाई 10 GB डाटा फेसबुक चलाउनु के। त्यही भएर भोट चाहिँ हाम्रो पार्टीलाई। सुन्नुभयो? यिनीहरू कसैको कुरा सुन्नु पर्दैन। पहिला पनि सर्टिफिकेट राखेर लोन पाइन्छ भनेर म त्यत्रो ब्याङ्क धाएँ। कुनै ब्याङ्कले 1 सुक्का दिए होइन। यिनीहरूको घोषणा पत्र चुनाव अघि मात्रै हो, त्यसपछि बिर्सिन्छन् सबै। लोन पाइन्छ कि पाइँदैन, तिनीहरूले डाटा पाउँछ कि पाउँदैनन् त्यो पछिको कुरा हो। अब हजुर आइहाल्नु भयो, थोरै घरधन्दा बाँकी छ, त्यो सघाएर जानु। भोट 100% हजुरलाई नै जान्छ। भोट त ठिकै हो, घरधन्दा त्यही चम्काउने मस्काउने हो कि। तिमीले गर्छौ? 1000 रुपियाँ थपेर दिन्छु। हैट बुढा, त्यो काम त तिमीलाई सम्झ, तिमी गर जाऊ। सबैले